नमस्कार सबैजना देशैभरि छरिराख्नुभएका नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू। म सुमन पाण्डे, मोरङ जिल्लाको सुन्दरहेरचा नगरपालिका बस्ने सुमन पाण्डे। आज भोलि सामाजिक सञ्जालमा राजा ल्याउनुपर्छ भनेर चाहिँ विभिन्न आन्दोलन गरिरहेको देखिन्छ। हामी समाचार हेरिरहेका छौँ। राजा पनि रोडमा उत्रिँदाखेरि चाहिँ जनताको एकदम हाई होइन, एउटा त्यो किसिमको हाई छ। हेर्नुहोस्, तपाईँहरू अलिकति आत्तिएर र अलिकति यो राजनीतिक दलबाट थोरै आलस तालस भएर राजा आऊ भन्नु स्वाभाविक हो होइन। पहिलेकै राजा गद्दीमा आएर पहिलेकै तरिकाले गद्दीमा बसेर आउँछन् भन्ने चाहिँ नसोच्दा पनि हुन्छ। हेर्नुहोस्, सम्पूर्णले म अनुरोध गर्न चाहन्छु सबैलाई। म युवा हो, मसँग चाहिँ एउटा सबै कुरोको मैले बुझेको छु। मैले गणतन्त्र पनि बुझेको छु, राजतन्त्र पनि थोरै पढेको छु, धेरै नपढाउन अलिकति अध्ययन गरेको छु मैले पनि। राजा के विषयमा आउन सक्छन् भन्नुहुन्छ भने चुनाव लडेर आउन सक्छन्। अब अहिलेको गणतन्त्रको राम्रो पक्ष भनेकै चुनाव। हेर्नुहोस्, पार्टीभित्र चुनाव हुन्छ, मन परेको मान्छे चुन्न पाउनु पर्यो, चुनेर जाने। चुनेर भयो भने भोलि उसलाई फालेर उसले काम राम्रो गर्न सकेन भने अर्को आउँछ, फेरि त्यही राजालाई गद्दीमा राखेर 200 वर्ष शासन गरेर तपाईँहरूलाई चाहिँ फेरि तपाईँहरू भन्नुहुन्छ जातीय मुद्दा, यो जाति यस्तो दब्यो यस्तो झन् दबाबमा परिन्छ। हेर्नुहोस्, अहिलेको गणतन्त्रमा धेरै परिवर्तन छ। पहिलेभन्दा धेरै जातीय मान्छेले विश्वास गर्दैन। अहिले केही छन् अलिकति पुराणवादी सोच भएका मान्छेहरूले चाहिँ अलिकति जाति फलानु जाति यस्तो जाति उस्तो जाति भन्छ, तर हामीलाई त्यस्तो लाग्दैन। हामी सबै एउटै मानव हो भन्ने लाग्छ हामीलाई। छोरा मान्छे र छोरी मान्छे दुईवटा छन्। हामी त्यो सोच्छौँ, हाम्रो पुस्ताले भनौँ न, अहिलेका पुस्ताहरूले। भनेपछि अबका दिनमा पनि त्यस्ता ती विकृति चिजहरू, किनभने अहिले हामी सामाजिक सञ्जालमा यसरी भिडियो हालेर मजाले बोल्न पाएका छौँ। हामीलाई मनका कुराहरू पोख्न पाएका छौँ, आफूलाई भने लागेको कुराहरू, चित्त नबुझेका कुराहरू पोख्न पाएका छौँ होइन। र तपाईँ हामीलाई अस्ति अलिकति एउटा टिकटक बन्द हुँदा कति हाकार भएको थियो होइन, टिकटक खोल्नुपर्छ भन्यौँ हामी भने। भोलिका दिनमा के हुन्छ भने यसरी बोल्न पाइँदैन। हेर्नुहोस्, राजतन्त्र भनेको त्यो किसिमको राजतन्त्र चाहिँ हामीलाई चाहिएको छैन। हामीलाई चाहियो अहिलेको गणतन्त्रको जगमा बसेर कार्यकारी बरु राष्ट्रपति या कार्यकारी प्रधानमन्त्री होइन, यो सिस्टममा लगेर चाहिँ देशलाई अगाडि बढाउन सकिन्छ। यसमा हामी सबैको समर्थन छ। कार्यकारी चाहिन्छ भन्ने कुरामा हामी पनि छौँ, तर राजा आएर पहिलेकै गद्दीमा बस्ने भनेर चाहिँ नसोच्नुहोस्। राजा आउनुपर्छ, चुनाव लडेर आउने। चुनाव लडेर जो जित्छ, जसले चाहिँ जनताको जनमत पाउँछ ऊ जान्छ। हेर्नुहोस्, केही पक्ष अलि रोडमा हिँड्ने भन्दैमा सम्पूर्ण जनताको त होइन। मान्छेहरू केही लैलेमा लागेका छन्, केही नबुझी लागेका छन् होइन। राजा हुँदा एउटा शान थियो, गौरव थियो भन्ने कुरा हो, एउटा इतिहास थियो हाम्रा देशका चाहिँ पुर्खौँ हुँदा। उहाँ राजाकै पुर्खाले चाहिँ एउटा देशलाई एकीकरण गरेर नेतृत्व गरेर चाहिँ हात जोगाइदिनु भएको थियो। त्यतिखेर त्यो एउटा राम्रो